लुक एट दिस। अब यो हेर्नुहोस् है त, यो हो कमिला होइन, रातो कमिला हो, रातो किम्ला भनौँ न, किम्लो। यो रातो किम्ला यसै यहाँ दुबिरहेछ। म ढोलराको पिडब्ल्युडी रेस्ट हाउसमा छु। और यहाँ चाहिँ मैले के देखेँ भने, हेर्नुहोस् है, यो माछाले सरी यो किम्लाले अर्को मरेको किम्लालाई बोकेर लैजान्छ। किम्ला नै हो नि, किम्ला नै हो, त्यसको पख लागेछ त किम्ला हो। किनभने नजिकले हेरौँ त, होइन यसलाई बोकेर लगिरहेको थियो। किन लगिरहेछ? अन्तिम संस्कार गर्न लगिरहेछ कि खान लगिरहेछ? त क्या एउटा ठुलो किम्लाले सानो किम्लालाई खान्छ? अब त्यस्तै यो जो छ नि, यो पनि एउटा सानो किम्ला हो। यो किम्लाकै अंश हो, यो मतलब डेड बडी हो। त्यसलाई एउटा किम्लाले लगिरहेछ, ठुलो किम्लाले लगिरहेछ बोकेर। सवाल मेरो मनमा यो उठ्यो कि किन लगिरहेछ? किनभने मैले यो पढेको छु कि एन्ट्स हेभ अ सोसाइटी, एन्ट्स इज अ सोसाइटी। एउटा आफ्नो सोसाइटी हुन्छ त यिनीहरूको बिहेभियर कस्तो हुन्छ, एन्ट्सको बिहेभियर कस्तो हुन्छ त, यिनीहरूले के गर्छन्? के यिनीहरूले पनि डेड बडीलाई डिस्पोज अफ गर्छन्? मान्छेले जस्तै यिनीहरूले पनि डेड बडीलाई डिस्पोज अफ गर्छन् या के गर्छन्? त्यसले म बिर्सौँ नै भनेर यो ढोलराको पिडब्ल्युडी रेस्ट हाउसमा बाहिर अहिले वक गर्दाखेरि होइन, पहिला चाहिँ मैले यहाँ यो सब गरेँ। यहाँ बोटल ब्रस ट्रिजहरू छन् मतलब लस्कर है लाइनमा। त्यहाँबाट त्यो मोडबाट मैले चाहिँ सुरु गरेर त्यसलाई चाहिँ सोमबार अरू बिचमा जाकारान्डाको रुख छ, जाकाको रुख, त्यसलाई चाहिँ मङ्गलबार, त्यसपछि बुधबार, बिहिबार, शुक्रबार। अनि उसको एलाइनमेन्टमा, जाकाको एलाइनमेन्टमा अर्को चाहिँ नि ओइ जस्तो रुख छ, त्यसलाई चाहिँ शनिबार। अनि त्यो आखिरमा जो छ त्यसलाई चाहिँ आइतबार। रेड बोटल ब्रस ट्री यो प्रजातिको भनौँ होइन, यसलाई चाहिँ स्पष्ट देखियो। त्यसलाई चाहिँ त्यसरी मैले मनमा बसाएको छु, माइन्ड म्यापिङ गरेको छु त हप्ताका 7 दिनको लागि। और यो जो जग्गा जो छ यसलाई चाहिँ के भन्छु भने, यसलाई चाहिँ भन्छु म यो भनिन्छ, यो जग्गा हो ढोलरा भनिन्छ। ढोलरा यहाँ चाहिँ बाबा नाहरसिंहजीको मन्दिर छ जहाँ बाख्राहरू चढाइन्छन्। अनि त्यसकै दाहिना साइडमा, दाहिना ब्याङ्कमा चाहिँ सतलुज नदी बगिरहेको छ, अविरल बग्दछ सतलुज। उसलाई चाहिँ उसको पुरानो नाम शताद्रु हो। जहाँबाट त्यो बग्दै आएको छ यहाँनिर रिगाङपी हो, त्योभन्दा पनि माथि होइन काजा लाङ्जा, त्यहाँबाट म भएर त्यहाँ मैले सेवाहरू दिएर आज म बिलासपुरमा छु आजको तारिकमा। आज यो जग्गा हो, यो चाहिँ मेरो गाडी खडा छ यहाँ, HP 39E 8355 महिन्द्रा XUV 300 विस्की W8। पछाडि भेटरन IAF भेटरन हो लोगो लागेको छ। मैले आफूलाई एयर भेटरन भन्न मलाई राम्रो लाग्छ, गर्व लाग्छ। ठिक छ, यो चाहिँ रेकर्डको लागि गऱ्यो है, रेकर्डिङ।